बालेनजी, अबको तपाईँको पहिलो काम के हुनेछ? पहिलो काम चाहिँ हामीले शिक्षा स्वास्थ्यहरूबाटै यही हो। नेपाली जनताले खोजेका विकास भनेको यही नै हो, शिक्षा र स्वास्थ्य। अहिलेको हालको अवस्थामा सबैभन्दा बढी नेपालमा खर्च आउने भनेको शिक्षा, बच्चा पढाउनलाई, स्कुलमा खर्च र तपाईँका घरका परिवार अथवा तपाईँ बिरामी भएर हस्पिटल जाँदाखेरि हस्पिटल यही शिक्षा र स्वास्थ्यलाई चाहिँ ध्यानमा राखेर सकिन्छ निशुल्क गर्ने होइन, सकिँदैन। देशको अर्थतन्त्रले धान्दैन, देशको बजेटले धान्दैन, निशुल्क गर्न सकिँदैन भनेदेखि त्यसलाई कतिसम्म तल गर्न सकिन्छ, तल गएर सरकारले कति सुविधा जनतालाई दिन सक्छ भन्ने हिसाबले चाहिँ स्वास्थ्यमा चाहिँ जुन हस्पिटल जाँदाखेरि मान्छे एउटा सामान्य बिरामी भएर हस्पिटल जाँदाखेरि उसले जिन्दगीभर लगाएर कमाएको सम्पत्ति बेच्नुपर्ने अवस्थाबाट जोगाउन सक्यो भनेदेखि यो सरकार 5 वर्ष होइन, तपाईँ ढुक्क हुनुहोस्, 5 वर्ष होइन, यो सरकार 50 वर्ष टिक्छ। शिक्षा र स्वास्थ्यलाई निशुल्क, सकेसम्म निशुल्क, सकिन्न देशको अर्थतन्त्रले धान्दैन, बजेटले धान्न सक्दैन भनेदेखि सक्दो कम गर्ने, जहाँ कि एउटा साधारणभन्दा साधारण जनताले पनि त्यो स्वास्थ्यको सुविधा लिन सकुन्, त्यो शिक्षाको सुविधा लिन सकुन्। शिक्षाको त काठमाडौँ महानगरपालिकाभित्र बालेन शाह मेयर हुँदाखेरि धेरै कुराहरू सुविधा भइसकेको छ। सरकारी स्कुलहरूमा सरकारी स्कुलको पढाइको स्तर उन्नति भइसकेको छ। यही लेभलको स्तर उन्नति चाहिँ अन्य जिल्लाहरूमा, देशका सम्पूर्ण जिल्लाहरूमा हुने हो भनेदेखि शिक्षा त्यसै पनि सुधार हुन्छ। शिक्षाको लागि समस्या भएन। तर स्वास्थ्य भनेको अहिले पनि तपाईँ सरकारी हस्पिटल जानुभयो भने गुणस्तरको सेवा पाउनुहुन्न, अनि प्राइभेट हस्पिटल जानुभयो भने तपाईँले निको हुने रोग छ भने धन सिद्ध्याउनुहुन्छ, ज्यान जोगाउनुहुन्छ। निको नहुने रोग छ भनेदेखि तपाईँले तपाईँको परिवारको सम्पत्ति पनि सिद्ध्याउनुहुन्छ र तपाईँले जिन्दगी पनि सिद्ध्याउनुहुन्छ। अनि त्यस कारणले गर्दाखेरि स्वास्थ्यलाई चाहिँ मुख्य एजेन्डा बनाएर यो सरकारले केही सुधारहरू ल्याउने, केही नयाँ नियमहरू ल्याउने हो भनेदेखि कति चाहिँ यो सरकारको वाहवाही हुन्थ्यो भन्ने कुरा तपाईँ हामीले सोच्न पनि सकेका छैनौँ कि। तपाईँ ढुक्क भएर एकचोटि छातीमा हात राखेर सोच्नुहोस् न, तपाईँले तपाईँको बिरामी भएर हस्पिटल जानुपर्ने अवस्था हुँदा पनि तपाईँ घर बसिरहनु भएको छ। किन थाहा छ? किनकि तपाईँलाई थाहा छ त्यहाँ हस्पिटल जाँदाखेरि तपाईँसँग एउटा मोटो पैसाको मुठा नभइकन तपाईँ हस्पिटल जान सक्नुहुन्न। सरकारी हस्पिटल जाउँ, तपाईँले सोचे जस्तो सेवा पाउनुहुन्न। अनि प्राइभेट हस्पिटल गयो, पैसाको मुठो नबुझाइकन तपाईँ गेटबाट भित्र छिर्न पाउनुहुन्न।